103 थोप्लो 8 अन्तर्मनको आवाज। हरेक विषयमा चासो, गुनासो र खबरदारी सहितको सान्दर्भिक बहस। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रूपमा संस्थागत गर्न चाहिँ हामी सफल भयौँ, किनभने हामीले गण्डकी प्रदेश सभालाई स्थापित गर्न सक्यौँ। खुल्ला मञ्च अशोक विश्वकर्माको साथमा। आदरणीय श्रोतावृन्द नमस्कार। रेडियो ध्रुवबाराही 103.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम खुल्ला मञ्चको अर्को नयाँ श्रृङ्खलामा स्वागत छ। म कार्यक्रम प्रस्तुता अशोक विश्वकर्मा। खुल्ला मञ्चमा हामी समय सान्दर्भिक विषयमा छलफल र संवाद गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी विशेष गरी शुक्ला गण्डकी नगरपालिकाको यो चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटलाई केन्द्रमा राखेर छलफल गर्ने तयारीका साथमा उपस्थित भएका छौँ। आज हामीसँग छलफल गर्न हुनुहुन्छ शुक्ला गण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक राज। उहाँ शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख पनि हुनुहुन्छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। उपमेयरज्यू, कार्यक्रममा स्वागत छ। धन्यवाद अशोकजी। अब हामी यो आर्थिक वर्षको एकदम सुरुवातमै छौँ। हामी यस अगाडि पनि भनिसकेका छौँ कि हामी बजेट र नीति कार्यक्रमको विषयमा अलिक बढी केन्द्रित रहनेछौँ। तपाईँकै नेतृत्वमा बजेट बनेको छ, नीति तथा कार्यक्रम बनेको छ, तपाईँले सार्वजनिक गर्नुभएको छ। कस्तो बजेट ल्याउनु भएको छ शुक्ला गण्डकी नगरपालिकाको यो वर्षका लागि? नीति तथा कार्यक्रम चाहिँ नगर प्रमुखज्यूले प्रस्तुत गर्ने भन्नुभएको छ। हजुर। र बजेट नीति कार्यक्रमको संयोजकको हिसाबले हामीले यस वर्ष चाहिँ हामी खास गरी अलि तीनटा कुरामा अलि हाम्रो फोकस छ। पहिलो हामी आउने बित्तिकै हामीले सुरुवात गरेको चाहिँ यो शिक्षासँग सम्बन्धित कामलाई हामीले सुरुवात गरेका थियौँ। तपाईँहरू निर्वाचित भइसकेपछि अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्ने र त्यसमा झन्डै हामी 6 करोड वरिपरि हाम्रो आन्तरिक आम्दानीतर्फकै खर्च गरेका छौँ। त्यो हिसाबले हेर्दा यसपटक पनि हाम्रो त्यो अनिवार्य तथा निःशुल्क शिक्षाको मापदण्डलाई हामीले कायम गर्ने गरी थप बजेटहरू त्यसमा राखिएको छ र पहिलो काम हाम्रो त्यसैमा छ, जसमा हामी देशैभरिमा एउटा राम्रो परिणाम पनि हामीले लिएर आएका छौँ। अहिले एमआइएसमा तपाईँले हेर्नुभयो भने, इएमआइएसमा तपाईँले हेर्नुभयो भने त्यहाँ हामी अघिल्लो वर्ष 36औँबाट अहिले बढेर हामी 24औँ स्थानमा अलि अगाडि आएका छौँ देशैभरिमा। यो तपाईँहरूले सुरुवातदेखि गरेको अहिलेसम्म उपलब्धितिर एउटा भन्न खोजेको। दोस्रो चाहिँ हामीले यसपटकको हाम्रो विशेष प्राथमिकता उत्पादनमा नै हामीले जोड दिएका छौँ। बेलचौत्रमा हामीले कृषि हाट बजार पनि चलाएका छौँ, यहाँहरूलाई थाहा छ। त्यसपछि हामी ढोरफिर्दीमा भएको चिस्यान केन्द्र पनि चलाउने हिसाबले र त्यसलाई अझै किसानहरू मैत्री कसरी बनाउन सकिन्छ, उत्पादनमुखी कसरी बनाउन सकिन्छ, उत्पादन र बजारलाई डाइरेक्ट जोड्ने भ्यालु चेनमा कसरी रूपान्तरण गर्न सकिन्छ भनेर हामीले जाइकासँग मिलेर पनि एउटा काम त्यसमा हामीले गरिरहेका छौँ। तेस्रो काम भनेको चाहिँ हामीले अहिले सामाजिक क्षेत्रका कामहरूलाई हामीले विशेष प्राथमिकता दिएका छौँ। जस्तो हाम्रो महिला, दलित, जनजाति, आदिवासीका विषयहरूलाई, यी सबै विषयहरूलाई पनि हामीले कसरी व्यवस्थित गर्न सकिन्छ। जस्तो आदिवासी जनजातिको क्षेत्रमा हामी त्यसैभरिमा पहिलो भएका छौँ। त्यसपछि दलित महिलाहरूको क्षेत्रमा पनि हामीले विभिन्न कामहरू गरिरहेका छौँ, त्यो प्रभावकारी कामहरू भइरहेको छ। यसरी हामीले यो तीनटा क्षेत्रलाई हामीले गरेका छौँ भने अर्को हाम्रो विषय भनेको चाहिँ सुशासन होइन। अहिले देशैभरि जुन सुशासनको विषयमा विषयहरू उठिरहेको छ, त्यो सुशासनलाई कसरी व्यवस्थित गर्ने। जस्तो हाम्रो त्यहाँ सेवा प्रवाह केन्द्र हामीले चलाइरहेका छौँ, त्यसलाई अझै प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने छ। र खास गरी पूर्वाधारतर्फ चाहिँ के हो त भन्ने पनि प्रश्न आउला। पूर्वाधारतर्फ त्यति ठुला योजनाहरू हाम्रो अहिले छैन। हामीले अघिल्लो वर्षहरूमा निर्माण गरेका योजनाहरूलाई सम्पन्न गर्ने, जस्तो हाम्रो दुलीगौडा लामागाउँ मोटर बाटो खण्ड अन्तर्गतको दुलीगौडा लिलाचोक खण्डको काम हाम्रो सम्पन्न हुने चरणमा छ। त्यसपछि हामी ढोरबराई मोटर मार्गलाई हामीले चाहिँ 7 करोडको अघिल्लो आर्थिक वर्षमै टेन्डर गरेर त्यसलाई व्यवस्थित गर्ने सन्दर्भमा छौँ। त्यसपछि हाम्रो वडा कार्यालय जोड्ने लिलाचोकदेखि लामागाउँसम्मको खण्डलाई पनि हामीले त्यसलाई व्यवस्थित गर्न खोजेका छौँ। यसरी सबै वडा कार्यालयहरू जोड्ने, पुरानोको कामको निरन्तरता दिने र त्यसैलाई चाहिँ बिटमा हाल्ने हाम्रो ठुला थप योजनाहरू छैन। खास गरी हामीले शिक्षा र उत्पादनमै हामी अलिक बढी जोड, विशेष गरी शिक्षाले जो परिणामहरू दिइरहेका छ, यो अत्यन्तै गर्व गर्न लायक पनि हामीले पाउँछौँ। विशेष गरी शुक्ला गण्डकीका उत्पादन केन्द्रित कार्यक्रमहरू ठ्याक्कै कस्ता कार्यक्रमहरू यो आर्थिक वर्षमा सञ्चालन गर्दै हुनुहुन्छ तपाईँहरूले?
हाम्रो यस्तो छ, अहिले हामीले जो कृषि हाट बजार अघि पनि मैले भने त्यसलाई अब केन्द्रमा राखेपछि हाम्रो समस्या के छ भने अब अहिले हाम्रो बजार त चलेको छ, कृषि हाट बजार पनि चलेको जस्तो देखिन्छ, तर त्यहाँ अब सुरुमा जुन उत्साहमा चलेको थियो, अब त्यो उत्साहलाई कायम राख्नको निम्ति त हामीले उत्पादन बढाउनु पर्यो। उत्पादन पनि सकेसम्म हामीले जैविक खेती प्रणालीमा जानु पर्यो, अर्ग्यानिक खेती प्रणालीमा जानु पर्यो। हामीले त्यसलाई पनि व्यवस्थित गर्नुपर्नेछ। त्यसलाई औद्योगिकीकरण, आधुनिक मेसिनहरूले त्यसलाई व्यवस्थित गराउनु पर्यो, उत्पादनमा सहजीकरण गर्नु पर्यो, त्यो गराउनु पर्यो। खास गरी हामी चाहिँ एक उत्पादनको जो हाम्रो पुरानै हाम्रो नीति थियो त्यसलाई चाहिँ अलि बढी केन्द्रित गर्ने गरी अहिले कृषि उत्पादनमा हामीले बजेट पनि व्यवस्थापन गरेका छौँ र हाम्रो शुक्लागण्डीको उत्पादन भएका सामग्रीहरूलाई चाहिँ अझै थप किसानहरूलाई हामीले प्रोत्साहन गर्ने, जस्तो हामी चाहिँ हाम्रो नगरसभामा हामीले केही किसानहरूलाई हामीले सम्मान पनि गऱ्यौँ, उत्कृष्ट किसान भनेर उहाँहरू जस्ता चाहिँ सम्मान गरेर युवाहरूलाई अझै बढी चाहिँ प्रोत्साहन कसरी गर्न सकिन्छ भनेर त्यसमा चाहिँ हाम्रो केन्द्रित कार्यक्रम चाहिँ हामीले त्यहाँ अलिकति गर्न खोजेका छौँ। हाम्रो पाखा रेखाहरूमा हाम्रो के उत्पादन हुन्छ भन्ने कुरालाई अलिक बढी हाम्रो बजेटले चाहिँ त्यहाँ सम्भावनाको खोजी कतिको गर्नुभएको छ? उत्पादन हाम्रो विशेष गरी हाम्रो भूगोल पनि सबै किसिमका भूगोलहरू छन्, ती भूगोलहरूमा उत्पादन हुने सम्भावनाको खोजी नगरपालिकाले गरेको छ कि छैन? त्यो नीतिमा समावेश छ कि छैन? छ। हामी अघिल्लो पटक जस्तो हामी दुधमा हामी केन्द्रित भयौँ होइन। हजुर। जस्तो हामीले अहिले के भनेको छौँ भने अघिल्लो वर्ष हामीले हाम्रो अलि एउटा रमाइलो पनि अथवा हामी अलि आलोचित पनि भयौँ त्यो हामीले हल गरौँ विषयलाई होइन। हामीले सोचेको भन्दा बढी परिणाममा रहेछ भन्ने हिसाबले अहिले चाहिँ हामीले जस्तो दुध उत्पादनको लागि चाहिँ घरमा एउटा मात्रै भैँसी पालेको छ अथवा चाहिँ एउटा मात्रै गाई पालेको छ र उसले दुध उत्पादन गरिरहेको छ भने हामीले त्यो एउटा मात्रै गाई पाल्ने, एउटा मात्रै भैँसी पालेर दुध उत्पादन गरिरहेको किसानलाई पनि प्रोत्साहन गर्ने गरी एउटा मात्रै पाल्दा पनि उसलाई कसरी प्रोत्साहन दिने भनेर त्यस्तो कार्यक्रम हामी सानो तल लेभलमा गएर हामी गरेका छौँ उदाहरण होइन। त्यसपछि हाम्रो कृषिमा चाहिँ उत्पादनमा खास हामी तरकारीमा तरकारीमै हाम्रो बलि जोड छ। तपाईँहरूको हाट बजार पनि सञ्चालन छ सायद, तरकारी जन्ने चाहिँ उत्पादनमा नै हाम्रो बलि जोड छ। त्यसपछि हाम्रो आलु पकेट क्षेत्र, सुन्तला पकेट क्षेत्र, चैते धान यी कार्यक्रमहरूको त छँदैछ। हाम्रो यो वर्षको कार्यक्रमले केन्द्रित गर्न खोजेको चाहिँ अलिक बढी तरकारी र अहिले मैले भने हाम्रो किसानहरूको चाहिँ भैँसी दुध उत्पादनलाई हामी। हजुर, हामी अलि नीति र कार्यक्रमको विषयमा अलिकति प्राथमिकता दियौँ। अब हामी बजेटको सन्दर्भमा छौँ, कतिको बजेट सार्वजनिक गर्नुभयो यस वर्षको लागि? हामीले चाहिँ हाम्रो आन्तरिक अल्यातर्फको योजना छोडेर हामीले 114 करोड वरिपरिको हामीले सार्वजनिक गरेका छौँ। 1 अर्ब 14 करोड 1 अर्ब 14 114 करोड भन्दा अलिक सजिलो हुन्छ भनेर त्यो वरिपरि हामीले सार्वजनिक गरेका छौँ। त्यसमा अब हामी समअप गर्दैछौँ, हाम्रो अल्याएको योजनाहरूको तिर आएको छ। त्यसमा हामी करिब 12 करोड वरिपरि चाहिँ हाम्रो अघि नै भने मैले ठुला आयोजनाहरूको ठेक्का लगाएका, त्यसपछि हाम्रो उपभोक्ता समितिले सम्पन्न गरेर नसकेका कामहरूको हाम्रो त्यसमा छ। हाम्रो त्यही वरिपरि नै हो बजेट। जस्तो आम नगरवासीहरूको अथवा सत्ताभन्दा बाहिर बस्नेहरूको अलिकति आवाज सुन्ने हो भने नगरपालिकाको बजेट वर्षेनी ठुलो हुँदै जाने, नीति तथा कार्यक्रमहरू पनि अत्यन्तै सुन्दाखेरि सुन्दर जस्तो लाग्ने, तर परिमाण चाहिँ बजेट अलि बाक्लो तर परिणाम पातलो हुने, जति सुन्दर नाराहरू कार्यक्रमहरू देखिन्छन् तर वास्तविकता चाहिँ त्यस्तो छैन भनेर पनि आलोचना गरेको सुनिन्छ। यो विषयमा तपाईँ के भन्नुहुन्छ? ठिक छ, आलोचनालाई हामीले सहजतापूर्वक स्वीकार गरौँ। आलोचना गर्ने सबै जो आलोचकहरू अथवा समर्थकहरू सबै हुनुहुन्छ उहाँहरूप्रति मेरो सम्मान नै छ, किनभने उहाँहरूले पनि नगरपालिका राम्रो होस्, हाम्रो बजेटको राम्रो क्रियान्वयन होस् भनेर उहाँले भन्नुभएको, तर उहाँहरूले भने जस्तो मात्रै छैन। जस्तो हामीले मैले अघि नै भने हामीले गरेको परिणामहरूको पनि त छ। भौतिक पूर्वाधारको हिसाबले मात्रै बजेटलाई हेर्ने हो भने त हामीले काम नभएको देखिन सक्छ, तर हामीले सामाजिक क्षेत्रमा हामीले पुर्याएको योगदानलाई त्यो बजेट कार्यान्वयन गर्दा हाम्रो जनजाति, आदिवासी, महिला, दलितहरूको जीवनमा कतिको उत्थान भयो, हाम्रो किसानहरूको जीवनमा कतिको उनीहरू व्यवसायीकरण हुनुभयो, बजार कति चलायमान भयो, शिक्षा क्षेत्र कति चलायमान भयो, हाम्रो अरू धेरै क्षेत्रहरू छन्, स्टेक होल्डरहरू हाम्रो समुदायमा चाहिँ टोल विकास संस्थाहरू छन्, उहाँहरूको कति प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ भन्ने जस्ता विषयहरू हाम्रो उठ्न सक्छन्। त्यसले गर्दा हामीले परिणाममा नै छौँ हामी, तर यस्तो हुन्छ अब आलोचना त फेरि हामीले जति गर्दा पनि आलोचना हुन्छ, त्यो आलोचनालाई हामीले स्वाभाविक
जनता चाहिँ जहिले पनि प्रतिपक्ष हुन्छ होइन स्थानीय तहमा प्रतिपक्षको सही चाहिँ गरिएको छैन, परिकल्पना गरिएको छैन। प्रतिपक्ष को हो त भन्दाखेरि आम जनता जो नागरिकहरू हामीलाई भोट हालेर जिताउनु भयो उहाँहरू नै प्रतिपक्ष, उहाँहरूले खबरदारी गरिरहनु पर्छ। यतिले पुगेको छैन, म त अझै खबरदारी गर्नु भन्छु। हजुर, स्वीकारेर अगाडि बढ्ने एकदम नीतिमा हुनुहुन्छ। हजुर, नगरपालिकाको बजेट कार्यान्वयनमा पनि चुनौतीहरू देखिन सक्छन्। यस अगाडिका बजेटहरूका अथवा तपाईँ झन्डै 4 वर्ष पनि कार्यकाल बिताइसक्नु भएको छ। यो समयसम्म आइपुग्दा नगरपालिकाको बजेट परिचालन गर्दा खर्च गर्नमा कतिको चुनौतीपूर्ण रहेको अनुभव गर्नुभयो तपाईँले? अब हाम्रो समस्या के भयो भने दुईवटा भयो हाम्रो समस्या। एउटा चाहिँ हाम्रो बजेटको अवस्था कस्तो हुन्छ भने हाम्रो सङ्घीय सहप्रयोगबाट आउने राजस्व बाँडफाँडबाट आउने, त्यसपछि प्रदेश राजस्व बाँडफाँड, प्रदेश का बजेटहरू एउटा हुन्छ। अर्को चाहिँ हामीले चाहिँ नगरपालिकाका आन्तरिक स्रोतबाट उठाउने बजेट हुन्छ। हाम्रो समस्या चाहिँ आन्तरिक स्रोतमा छ। आन्तरिक स्रोतमा हाम्रो समस्या कस्तो भने अघिल्लो वर्ष पनि हामी 28 करोड रुपियाँ उठाउँछौँ भने हजुर हामीले 16 करोड वरिपरि भन्दा हामीले उठाउन सक्छौँ। तर अहिले आन्तरिक करोडको लक्ष्य अझै बढेको छ नि फेरि त्यो स्थितिमा पनि। त्यो वरिपरि नै छ, 30 करोड वरिपरि नै छ, 30 करोड वरिपरि छ। अहिलेको बजेट अलिकति आउँदाखेरि हाम्रो अझै घट्ने स्थिति छ। हामी चाहिँ त्यही अघिल्लो वर्षकै वरिपरि नै छौँ दायराको हिसाबले। हाम्रो आन्तरिक स्रोततर्फको कस्तो छ भने हाम्रो आन्तरिक स्रोत परिचालनमा हाम्रो समस्या हो। हजुर, हेर्नुहोस् है, हाम्रो आन्तरिक स्रोत परिचालनमा हाम्रो समस्या के भयो भने जस्तो हामीहरू फोहोर मैला व्यवस्थापन गरेर त्यहाँबाट पनि अलिकति हामीले आम्दानी गर्ने भनेका छौँ। यो वर्षबाट हामी फोहोर मैला व्यवस्थापन पनि धेरै काम हामी सहजीकरण गर्छौँ होइन। त्यसपछि हाम्रो यो घर भाडा कर आदि भन्ने छ जो बजारबाट उठ्ने, त्यसलाई पनि ठिक ढङ्गबाट हामीले परिचालन गर्न सकेका छैनौँ। त्यो हाम्रो समस्या पनि हो। हामीले समस्या पहिचान गरिसकेपछि समाधानतर्फ चाहिँ किन लाग्नु? समाधानतर्फ पनि म भन्छु। त्यसपछि हाम्रो आन्तरिक स्रोततर्फको अलि ठुलो रकम चाहिँ हामीले जे भने पनि हामी ढुङ्गा बालुवा गेटी यी आदि 72-72 क्षेत्रबाट हामीले आम्दानी गर्ने भनेका छौँ। यो वर्ष चाहिँ हाम्रो कस्तो भयो भने तपाईँले थाहा पाउनुभयो, हामी जेनजी आन्दोलन भयो। त्यो जेनजी आन्दोलनपछि हामी झन्डै 10 करोड वरिपरि हामी पुनर्निर्माणमै हाम्रो वडा कार्यालयदेखि हाम्रा कार्यालयहरू होइन त्यो त्यसमै हामी लाग्यौँ। त्यसपछि निर्वाचन भयो होइन, निर्वाचनको वर्ष पनि भयो अघिल्लो वर्ष। निर्वाचनले पनि हामीलाई 2-3 महिना हामीलाई बिथल्यो, त्यति बेला पनि हामीले काम गर्न सकेनौँ विभिन्न कारणले होइन। अब कारणहरू तिनै हुन्। त्यसको लागि हामी यस वर्ष चाहिँ हाम्रो आन्तरिक स्रोततर्फको राजस्व परिचालन गर्ने, तपाईँले भनेको अघि हामीले पहिचान गरेका समस्याहरूलाई समाधान गर्ने गरी हामी कार्यक्रम बनाएका छौँ। हामी चाहिँ 20 करोड वरिपरि भनौँ न, हामीले लक्ष्य 28 करोडको राखेका छौँ। हाम्रो लक्ष्य त 28 करोड नै उठाउने, तर हामी 20 करोड वरिपरि चाहिँ हामी यसपल्ट चाहिँ उठाउँछौँ भन्ने हाम्रो यो भनेपछि लक्ष्यमा अहिले पनि पुगिन्न भन्ने पुग्ने भन्ने नै छ। जस्तो अघिल्लो वर्षको भन्दा यसपटकको हाम्रो कार्यपालिकामा भएको छलफल म तपाईँलाई बताउँछु। सबै कार्यपालिकाको सदस्य साथीहरू चाहिँ यो बजेटको टार्गेटमा हामी जानुपर्छ भनेर हामी चाहिँ एकदमै बढी घनीभूत छलफल चाहिँ यसपटक चाहिँ हामी आन्तरिक तर्फको राजस्वको स्रोतहरू परिचालन गर्ने, त्यो स्रोत परिचालन गरेर त्यो स्रोतबाट आम्दानी गर्न सक्ने क्षेत्रहरूको मसिनो गरी हामी छलफल गरेका छौँ र त्यसको कार्यान्वयन कसरी हुनसक्छ भन्ने पनि हामी मसिनो गरी योजना बनाएका छौँ। त्यसलाई हामी कार्यपालिका एकमत छ। कार्यपालिका एकमत छ। श्रोतावृन्द, रेडियो धोरबाराही 103.8 मेगाहर्जमा कार्यक्रम खुल्ला मञ्च सुन्दै हुनुहुन्छ। आज शुक्ला गण्डकी नगरपालिकाले यो आर्थिक वर्षका लागि अख्तियार गरेको विनियोजन गरेको बजेट नीति कार्यक्रमको सन्दर्भलाई केन्द्रमा राखेर हामी शुक्ला गण्डकी नगरपालिकाको उपमेयर खुम बहादुर विक राजुसँग छलफल गरिरहेका छौँ। र अब फेरि हामी विशेष गरी यो बजेटहरूमै केन्द्रित रहँदाखेरि हामी अलिकति आलोचनाको पनि कुराकानी गऱ्यौँ, प्रतिपक्ष भनौँ अथवा जनस्तरमा उत्पन्न भएका। र प्रसङ्गवश तपाईँले जेएनजी मुभमेन्ट जो आन्दोलनको प्रसङ्ग पनि अलिकति निकाल्नु भएको थियो। जेएनजी आन्दोलन सत्तामा रहनेहरूको कार्यशैली पनि परिवर्तन हुनुपर्छ भनेर पनि उहाँहरूले आन्दोलन गरेको भन्ने हामीले बुझ्यौँ। यो आन्दोलनले तपाईँहरूलाई केही प्रभाव पार्यो कि पारेन? किन नपार्ने, यो त देशैभरिको प्रभाव पारेको छ, हामीलाई नपार्ने होइन। कार्यशैलीमा तपाईँहरूको सोच्ने कुराहरूमा तपाईँको काम गराइमा कति प्रत्यक्ष पारेको छ, प्रत्यक्ष पारेको छ। अब जेएनजी आन्दोलन कुन राजनीतिक उद्देश्यले उठ्यो
र जेन्जी आन्दोलनपछिको निर्वाचनदेखि यो समयसम्म आइपुग्दाखेरि कुन राजनीतिक उद्देश्य प्राप्त भएको छ, हजुर कुन दलले त्यहाँ सत्ता हासिल गरेको छ भन्नेतिर म जान्न, हजुर है त्यो चासोको विषय होइन। हजुर त्यो हामी पनि हिजो लडेर आएको हो, हजुर लड्दाखेरि परिवर्तनको निम्ति डिकन्स्ट्रक्सन थ्योरी भन्छ एउटा, हजुर। थाहा होला, त्यसलाई विनिर्माणवाद पनि भन्छ। विनिर्माणवाद अथवा डिकन्स्ट्रक्सन थ्योरीमा एउटा कुरो के हुन्छ भने तपाईँले राम्रो उद्देश्य गर्ने उद्देश्यको लागि जानी जानी भत्काउनुपर्छ भन्ने हुन्छ, होइन? विनाश भएपछि विकास हुन्छ भन्ने। विनाश भएपछि विकास होइन, जानी जानी भत्काउनुपर्छ, हजुर यो भत्काउने भनेर गर्नुपर्छ भने जस्तो हुन्छ, होइन? त्यस हुनाले जेन्जी आन्दोलनपछि खास गरी जेन्जी आन्दोलनले उठाएका सत्ता परिवर्तनको माग होइन, व्यक्तिको कुरा होइन। त्यहाँ चाहिँ मेरो विचारमा के लाग्छ भने खास विषय चाहिँ हाम्रो सोचमा परिवर्तन भएको भएन, हाम्रो कार्यशैलीमा परिवर्तन भएको भएन, हामीले काम गर्ने उद्देश्यहरूमा परिवर्तन भयो कि भएन भन्ने हो, है। त्यस कारणले त्यो आन्दोलनले उठाएका धेरै हदसम्म जो नागरिक स्तरबाट उठ्यो भनौँ न, होइन? राजनीतिक नेताको स्तरबाट उठेको होइन, नागरिक स्तरबाट उठेका जति पनि चेतनाका, जति पनि उद्देश्यका, जति पनि कार्यशैलीका विषयहरू छन् त्यो ठिक थिए र त्यसलाई बदलेर जानुपर्छ भन्नेमा हामी छौँ। हाम्रो सुकुलागढी नगरपालिका सिङ्गो कार्यपालिका पनि हाम्रो बानीमा रूपान्तर हुनुपर्छ, हाम्रो व्यवहारमा रूपान्तर हुनुपर्छ, हाम्रो सोच्ने शैली रिजल्टमा पनि परिवर्तन र रिजल्टमा पनि त्यो देखिनुपर्छ, हजुर। तपाईँ भन्नेमा छु म, हजुर। र अरू साथीहरू पनि हुनुहुन्छ भन्ने लाग्छ। शुक्ला गण्डकी नगरपालिकाको स्थानीय तहका आम निर्वाचन भइरहँदाखेरि एकजना युवाप्रति नगरवासीले खुब सम्भावनाका कुराहरू गरेको हामी प्राय सुन्थ्यौँ र आज 4 वर्ष बितिसकेको छ। तपाईँ अलिकति अध्ययनमा पनि रुचि राख्ने व्यक्ति, सामाजिक सञ्जालको कतिको अध्ययन गर्नुहुन्छ? सामाजिक सञ्जाल हेर्छु म, तर त्यति धेरै अपडेट हुने मध्येको त पर्दिनँ। के हेर्नुहुन्छ सामाजिक सञ्जालमा विशेष गरेर? हामी सामाजिक सञ्जालमा त सामान्यतया हामी अहिलेको चलिरहेको ट्रेन्डकै कुराहरू हुन्छ, त्यहाँ म चाहिँ अलिकति कमेन्टहरू पढ्ने, त्यहाँ आलोचनाका विषयहरू के छन्, उहाँहरूले कुन ट्रेन्डमा गइरहेका छ भन्ने पनि म बुझ्छु। सामाजिक सञ्जालमा धेरैले हामीलाई डाइरेक्ट भन्न नसकेका कुराहरू सामाजिक सञ्जाल मार्फत पनि भनिरहनु पनि भएको छ। तपाईँले केन्द्रित गर्नु खोजेको त्यतै होला जस्तो लाग्छ मलाई, है। त्यो हामीले हेरिरहेका छौँ। तपाईँले उठाएको एउटा कुरामा म के सहमत छु भने म निर्वाचित हुँदाखेरि जुन उद्देश्य अथवा जुन सोच उहाँहरूको थियो, जुन आशा अपेक्षा थियो, भलै मैले त्यो 100% पुरा गर्न नसक्यो होला, त्यो कतिपय ठाउँमा 100% पुरा गर्न सम्भव पनि नहोला मेरो स्तरबाट, होइन? तर म चाहिँ के भन्ने आज सक्छु भने मैले सपार्न कति सकेँ एक ठाउँमा होला, तर मैले बिहारेको छैन। यो चाहिँ म भोलि यो पदबाट बाहिर निस्किएर चोकमा उभिएर साथी फुलाएर यो कुरा म भन्न सक्छु, एक। दोस्रो कुरा चाहिँ मैले त्यति बेला पनि मेरो चाहिँ मैले 3टा कुरा मैले निर्वाचनमा गरेको हो। एउटा कुरा मैले के भनेको थिएँ, मैले सुशासनकै पक्षमा थिएँ मैले निर्वाचन उठाउँदा। सुशासनको पक्षमा बाहिर अफवाह तपाईँको कति आएको छ, बाहिर तपाईँको हल्ला कति भएको छ त्यतातिर नजाऊ, सुशासन नगरपालिकाभित्रको विषयमा छ कि छैन भन्ने विषयमा अस्ति भर्खरै पनि हामी नगरपालिकाभित्रको कर्मचारी प्रशासनदेखि लिएर धेरै कुरामा सुशासनको पक्षमा काम गर्नुपर्छ भनेर हामीले छलफल पनि गरेका छौँ। एक, त्यो हामीले आफ्नो छौँ, हामी सेवा प्रवाह केन्द्र चलाएका छौँ, यी आदि कामबाट हामी अगाडि बढेका छौँ। एक। दोस्रो, मैले उत्पादनमै भनेको थिएँ, उत्पादनलाई साना साना किसानहरूको उत्पादनलाई पनि हामी जोड्छौँ, भलै हामीले ढिलो गऱ्यौँ, होइन, तर हामी गरेका छौँ नि त। ढिलै होस् छोरै होस् भने जस्तो एउटा सामाजिक भनाइ पनि छ, हामीले सुरु गरेको छौँ। र अर्को मैले शिक्षामै हो मैले कुरो उठाएको, सामाजिक रूपान्तरणकै विषय मैले उठाएको। म जुन समुदायबाट आएँ, म जुन वर्गबाट आएँ, त्यो समुदायको रूपान्तरकै विषय मैले उठाएको, त्यो रूपान्तरणको विषय पनि काहीँ न काहीँ हामीले एडजस्ट गरेका छौँ। त्यस कारणले म तपाईँहरूसँग आज पनि मैले जे विषय हिजो उठाएँ, आज पनि म त्यो विषय पुरा गर्नकै निम्ति लागिरहेको छु। र तथ्यमा म निर्वाचनबाट बाहिर निस्किँदाखेरि तथ्यमा मैले उठाएका विषयहरू, यी विषयहरू चाहिँ तथ्यमा चाहिँ यहाँनिर पुऱ्यायो भनेर डाटामा नै भन्ने गरी मैले सर्वे गरिरहेको छु र त्यो म भन्छु। हजुर, जस्तो एउटा प्र्याक्टिस स्थानीय तहमा नदेखिए जस्तो हामीलाई अर्को भन्दै थिएँ, जस्तो म प्रति जे प्रश्न उठाउनु भएको थियो त्यसमा अझै जाएर अलिकति मेरो बाँकी छ। त्यसमा के छ भने जस्तो उहाँहरूको अपेक्षा के छ भने उसले किन गरेन भन्ने छ। तर एउटा कुरा के भन्नु पर्छ भने हाम्रो स्थानीय सरकार सञ्चालन ऐनले दिएको व्यवस्था अनुसार चाहिँ उपप्रमुखको
आफ्नो कार्यदिशा छ। हजुर मलाई न्यायिक समिति, अनुगमन, हो बजेट निर्माण यसमा मेरो कार्यक्षेत्र छ। हजुर यसको मैले पुरा काम गरेँ कि गरेन भनेर तपाईँले हेर्नु भने न्यायिक समितिमा अहिले गण्डकी प्रतिशत हामी फर्स्ट हो, यो कुरा त छ त, यहाँको कार्य सम्पादन उत्कृष्ट छ। उत्कृष्ट छ। हजुर अनुगमनमा हाम्रो केही समस्याहरू होलान्, केही प्राविधिक नत्र हामीले अनुगमन आवश्यक गरेका छौँ। हजुर त्यसपछि हामीले उत्पादनका, कृषिका, शिक्षाका मैले अघि कुरा भनिहालेँ। हजुर तर मलाई उहाँले के सोच्नु, फर्स्टम्यानै हिसाबले सोच्नुहुन्छ ए हजुर होइन। अब अध्यक्षको हिसाबले, प्रमुखको हिसाबले गर्ने कुरो त मैले गर्न सक्दिनँ हजुर होइन। त्यस कारणले म यदि फर्स्टम्यान भएको भए मैले के गर्थेँ हजुर होइन, मैले कति कार्यान्वयन गर्न सक्थेँ भन्ने ठाउँबाट मलाई नराखेर मलाई दोस्रो व्यक्ति उपप्रमुखकै हिसाबले मलाई तपाईँले राखेर हेर्नुभयो भने, उपप्रमुखले राखेर उपप्रमुखको जिम्मेवारीभित्र भएको कामलाई तपाईँले हेर्नुभयो भने मैले 100% दिएको छु। त्यो तपाईँको दाबी। मेरो दावा हो त्यो, दावा गर्ने। हामीले के कुरा महसुस गर्छौँ भने तपाईँहरूले काम गरिरहेको दाबी, तपाईँहरू त्यो सिटमा बसिरहँदा त्यो पदमा तपाईँहरूले गरिरहनुहुन्छ। आम जनताले नगरपालिका झन् सकियो, खतमै भयो, जनप्रतिनिधिले कामै गरेनन् भने जस्तो भाष्य एक किसिमलाई सृजना भएको पनि हामी महसुस गर्छौँ। यो बिचमा नगरपालिकाले गरेका कामहरूको प्रगति विवरण तपाईँहरूले किन सार्वजनिक गर्नुहुन्न बेला बेलामा? अनि यस्तो छ, हाम्रो हो त्यहाँ हो अब समस्या। अब हामीले यसलाई पनि अलिक व्यवस्थित गर्न खोजिरहेको छौँ। अहिलेसम्म हामीले नसकेको भने हामीले डाटामा भन्न सक्छौँ होइन। त्यस कारणले अबको हामी यो अब हामी चौमासिक कार्यक्षेत्रको अघिल्लो वर्षको हामीले समीक्षा जे भनिरहेको छौँ। अहिले हामीले नगरपालिकामा के काम गरिरहेको छौँ भने हामी निर्वाचित भएर आएपछि हामीले बाटो कति बनायो त, कति किलोमिटर डाटामा, ग्राभेल कति गर्यो, नाला कति बनायो, सिँचाइमा कति हेक्टर जमिनमा हामीले कति रुपियाँ खर्च गर्यो, हामीले चाहिँ तपाईँको चाहिँ ट्र्याक्टर र हाते ट्र्याक्टर कति बाँड्यो, कम्बाइन मिल कति बाँड्यो, शिक्षामा कति लगानी गरेर र त्योबाट परिणाम कति आयो, कति विद्यार्थी पास भयो होइन, सामाजिक क्षेत्रमा हाम्रो कुन कुन क्षेत्रमा कति लगानी भयो, त्यसको परिणाम के हो भन्ने गरी अबको हामी चाहिँ यो अघिल्लो वर्षको आर्थिक जो समस्या छ त्यसमा हामी प्रस्तुत गर्ने, विषयगत समितिहरूले त्यसको प्रस्तुत गर्ने गऱ्यौँ भने हामी डाटामै हामी आउँछौँ। तयारी गरिरहनु भएको छ। ठिक छ उपमेयरज्यू, हामी कार्यक्रमको उत्तरार्धतर्फ पनि आइरहेका छौँ। विशेष गरी यो श्रावण महिना रहेको छ, अनि विपदका घोषणाहरू पनि भइरहेका छन्। नगरपालिकाले प्राकृतिक विपदको यो रोकथाम गर्ने, उद्धार गर्ने होइन, त्यो योजना तयारी चाहिँ कस्तो गरिरहेको छ छन्टोमा? हामी विपद प्रतिकार योजना हामीले निर्माण गरेको छौँ। विपद प्रतिकार योजना निर्माण गर्दाखेरि हामी पालिकाले मात्रै हामी त्यसमा गर्न सक्दैनौँ। यसमा जिल्ला प्रशासन कार्यालय, सिडिओ कार्यालय अथवा भन्छौँ हामी, त्यसपछि हाम्रो प्रहरी, हाम्रो नगर प्रहरी, हाम्रो स्थानीय जनसमुदाय, हाम्रो वडा कार्यालयहरू, हामीसँग भएको विभिन्न शाखाहरू, जस्तो स्वास्थ्यमा समस्या आउन सक्ला, बाटोघाटोमा समस्या आउन सक्ला, अरू धेरै क्षेत्रहरूमा हाम्रो समस्या आउन सक्छ। त्यसको प्रतिकार योजना नगरपालिकाले बनाएको छ। अलिकति त्यसमा समस्या के छ भने हाम्रो बाटाहरूको अवस्था चाहिँ कतिपय टेन्डरमै रहेर काम हुन नसकेका, कतिपय ठेडारको नि समस्या छ नि त नेपालमा फेरि होइन। त्यो ठेडारको समस्या फेरि हामीसँग आएर जोडिन्न, त्यो खरिदेनसँग सम्झौता हुन्छ। त्यो खरिदेनको काम फेरि केन्द्रीय सरकारले गर्नुपर्छ। हेर्दा हामीले उता टाँसा जस्तो, उता पञ्चायत जस्तो त हुन्छ, तर सत्य त्यो हो नि त। त्यसले गर्दा केही समस्याहरू भएका छन्। तर जस्तो हिजो बेलुका पानी पऱ्यो, भोलि बिहानसँग दिउँसोभरि पानी परिरहेको छ, पानी नै परिरहेको छ। पानी पर्दा पर्दै त हामीले डोजर लगाएर सफा गर्न त सक्दैनौँ, सम्भव छ भने फेरि भत्किन्छ। तर हामी पानी बसेको तपाईँले 6 घन्टाभित्रमा त्यो बाटो चल्यो कि चलेन त्यो हेर्ने, त्यो चाहिँ हामीले, मलाई लाग्छ एकदमै रियर केस बाहेक सामान्यतया बाटो रोकिएको सक्रिय हुनुहुन्छ 6 घन्टा वरिपरिमा हामीले हिँड्न सक्ने बनाएका छौँ बाटोको हिसाबले। अरू त हामी काम गरिरहेको छ, हाम्रो टिम हामी परिचालन गरेको छ। विपदमा समस्या चाहिँ छ। हजुर, अन्त्यमा हाम्रो कार्यक्रम खुल्ला मञ्चबाट आम श्रोताहरूलाई, तपाईँको नगरवासीलाई के भन्न चाहनुहुन्छ? सर्वप्रथम त म रेडियो ढोरबराई अशोकजीलाई म धन्यवाद दिन चाहन्छु। तपाईँले यो आजको विषयहरू सन्दर्भहरू जे उठिरहेको छ, केही विषयमा तपाईँहरूले प्रश्न पार्ने जो प्रयासमा हामीलाई साथ दिनुभयो, यसको लागि म धन्यवाद दिन चाहन्छु। रेडियो ढोरबराई शुक्लागण्डकी नगरपालिका प्रोडक्सन मिडियाको रूपमा पनि हेरेका छौँ। दोस्रो कुरा चाहिँ म तपाईँहरूसँग, आम नागरिकसँग मैले गर्ने आह्वान के छ भन्दाखेरि, सत्य कुरा जे काम भइरहेको छ त्यो कुराहरूको, सकारात्मक कुराहरूको तपाईँले प्रचार पनि गर्नुहोस्, र जे कुरा
तपाईँले मनमा लागेको छ हजुर त्यो कुरा लेख्नुहोस्। सभ्य मैले तरिकाले? सभ्य तरिकाले नलेख्नुहोस् भन्दिनँ, तर र्युमर गर्ने उद्देश्यले हजुर तथ्यमा नभएका विषयहरूलाई चाहिँ अनर्गल प्रचार भन्छ, त्यसमा प्लिज हात जोडेर म भन्छु त्यसमा नगरिदिनु होला। र तपाईँहरूले आलोचना गर्न चाहिँ म चाहिँ व्यक्तिगत हिसाबले के भन्छु भने म चाहिँ सधैँ आलोचनाको प्रशंसक हो। हजुर तपाईँहरूले आलोचना गर्नुहोस्, भन्नुहोस्, यहाँ पुगेन भन्नुहोस्, यो भएन भन्नुहोस्, यहाँ यसो हुनु पऱ्यो पनि भन्नुहोस्, हजुर भएन मात्रै नभन्नुहोस् कि हेर यहाँ यसो गर्दा राम्रो हुन्छ भन्ने सहितका तपाईँले सुझाव दिनु होला, आलोचना गर्नु होला। त्यो आलोचनालाई लिने र यहाँहरूले दिएका सुझावहरूलाई चाहिँ ग्रहण गर्ने कुरामा शुक्लागण्डकी नगरपालिका सधैँ तत्पर छ र अझै व्यक्तिगत हिसाबले म चाहिँ सधैँ त्यसको चाहिँ तपाईँहरूसँग अपेक्षा गर्छु। हस्, यो समयका लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। श्रोतावृन्द, आज हामीसँग खुल्ला मञ्चमा छलफल गर्नका लागि हुनुहुन्थ्यो शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजु। हामी उहाँसँग गरेको छलफल तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृङ्खलामा तपाईँको र हाम्रो भेट अवश्य हुनेछ र यो कार्यक्रम तपाईँले आज दिउँसो 4 बजेपछि पनि पुनः प्रसारणका रूपमा सुन्न सक्नुहुने जानकारी गराउँदै कार्यक्रम प्रस्तुतिबाट म अशोक विश्वकर्मा बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।